भन्छन् नि मान्छे फुल जस्तै सुन्दर हुनु अरे, सधैँ उज्यालो हुने अरे, समय छन्जानी फुलेर फक्रेर सबैको हँसिलो मुहार हँसिलो मन्द मुस्कान ल्याउने, अनि आफ्नो समय पुगेपछि ओइलाएर झर्ने। मान्छेले कहिल्यै बुझेको छैन के मैले गर्दा अर्कालाई दुःख पाइरहेको छु। आज अर्काका लागि थुक सबभन्दा पहिलोचोटि आफ्नै छिटा मुखमा पर्छ। अर्काका लागि देखाएको औँला सबभन्दा पहिला आफ्नै चारवटा औँलाले जवाफ दिन्छन्। त्यही भएर सबभन्दा पहिले अर्कालाई पछाडि गएर भनेका कुरा गरुन्जेल नि त मिठो हुन्छ। अर्कासित साथी पनि बन्लान्, सङ्गी पनि बन्लान्। एकचोटि छातीमा हात राखेर सोध्नु है एकचोटि, मैले उसलाई लागि यत्रो शब्द भनिरहेँ, त्यो सही थियो या गलत थियो? मनको कहानी, मनगढन्ते कहानीले कहिल्यै सुख दिन्न, कसैलाई पनि सुख दिन्न। एक दिन त्यसको जवाफ आफै दिन पर्छ। आफ्ना सबै कुराको हिसाब हुन्छ के। ढिलो चाँडो मात्रै हो। आज तिम्रो दिन आयो, भोलि मेरो दिन आउला। आज म रोएँ, भोलि तिमी रुने दिन आउला। त्यति मात्रै सम्झिनु है।